नमस्ते हजुर, हामीले 3 दिन अगाडि हामीले हाम्रो शुक्ला हस्ताको अति विपन्नता र दुःखदायी भिडियो हामीले सामाजिक सञ्जालमा हालेको थियौँ। हामी राईटोलको यो सानो हाम्रो दाईको निवासमा आएर उहाँको दुःखलाई हामीले सामाजिक सञ्जालमा सबैतिर छरपष्ट पारेका छौँ र सहयोगी मनहरूले आज हामीलाई सानो सहयोगहरू दिइरहनु भएको छ। यही सहयोग अन्तर्गत हाम्रा इटरी 12 खनार बस्ने सुरज घिमिरे हाम्रा यसै ठाउँका रुचल परिवारका हाम्रा ज्वाइँ पर्नुहुन्छ उहाँ हैन। उहाँको सहयोग आज रु 5,000 प्राप्त भएको छ र यो प्राप्त उहाँको लागि दिनु भनेर सहयोग आएको हुनाले हामी सम्पूर्ण आमा दिदी बुवा आमाहरू सबै हामी इष्टमित्रहरू मिलेर आज उहाँलाई सानो सहयोग आएको सहयोग दिँदैछौँ। हाम्रो सुरज घिमिरे ज्यूलाई हामीले उहाँ एकदम ठुलो मन भएको र एउटा समाजसेवी पनि हुनुभएको र भिडियो हेरेर आफ्नो छोरीको जन्मदिन परेको त्यो दिन भएको कारणले हाम्री भान्जीको जन्मदिन परेको यही उपलक्ष्यमा उहाँले सानो सहयोग गरेको छ, गर्नुभएको हो। उहाँलाई हामी मुरी मुरी धन्यवाद दिन चाहन्छौँ। र अरू सहयोगहरू पनि यहाँ आमा हुनुहुन्छ, दाजु हुनुहुन्छ, आउनु त आमा पनि यहाँ बुढी आमा हुनुहुन्छ, उहाँलाई देखाइदिउँ। हाम्रो आमा पनि एकदमै विपन्न हुनुहुन्छ, अर्की बुढी आमा पनि बस्नुहुन्छ। यस्तो अवस्थामा हामीले सहयोग आउने क्रम जारी भइरहेछ। अब अरू सहयोग आउँदा हाम्रो आमालाई पनि अवश्य दिनेछौँ होइन। अहिले चाहिँ उहाँको भिडियो देखेर सहयोग गर्नु भएकोले उहाँलाई हामी यहाँ 1 बोरा चामल अनि दाल तरकारी देखि लिएर हरेक कुराहरू यहाँ छ, म पढेर सुनाउँछु होइन। चामल, दाल, चिउरा, करेन्ट चाउचाउ, तेल, बेसार, सब्जी मसला, भुजा, साबुन, खोर्सानी, नुन लगायत विभिन्न चाहिने कुराहरू हामीले यहाँ दिएका छौँ भने उब्रेको रकम 1440 रुपियाँ छ। यो पनि हामीलाई उहाँको नुन तेलदेखि अन्य कुराहरू खर्चको लागि हामीले उहाँलाई प्रदान गरेको छौँ। यो लिदिनु होला र यो पनि सबै कुराहरू समाइदिनु होला, तपाईँले समाइदिनु होला। यो हामीले जिम्मा दिएको छौँ। आगामी सहयोगहरू पनि आइरहेछन्। मनकारी देश विदेशमा रहनु भएकोले आगामी सहयोग पनि आएको खण्डमा हाम्रो आमा छोरा यहाँ अर्की बुढी आमा पनि हुन्छ, उहाँलाई पनि हामीले दिनेछौँ। धन्यवाद।